हरेक युद्ध, हरेक टुटेको सम्बन्ध, हरेक मृत्यु बगैँचाको त्यही एउटा क्षणमा गएर जोडिन्छ। यो एउटा प्रश्नबाट सुरु भयो, के परमेश्वरले साँच्चै भन्नुभएको छ? सर्पले आज्ञाबाट होइन, शङ्काबाट सुरु गर्यो। हवाले फलतिर हेरिन्, आदम त्यही भएर पनि केही बोलेनन्। एउटा निर्णयले सबै कुरा परिवर्तन गरिदियो। निर्दोषताको ठाउँमा लाज आयो, एकताको ठाउँमा दोषारोपण। तर त्यसपछि पनि परमेश्वर आउनुहुन्छ, उनीहरूलाई नष्ट गर्न होइन, तर उनीहरूको लाज ढाक्न, वस्त्र पहिर्याउन र प्रतिज्ञा गर्न कि स्त्रीको सन्तानले एक दिन सर्पको शिर कुच्याउनेछ। बाँकी सम्पूर्ण बाइबल यसै प्रतिज्ञालाई परमेश्वरले कसरी पूरा गर्नुहुन्छ भन्ने सन्देश हो। पापका वास्तविक परिणामहरू हुन्छन्, तर बाइबलको सबैभन्दा पहिलो प्रतिज्ञा यो हो कि परमेश्वरले पहिले नै उद्धारको योजनामा काम गरिरहनु भएको थियो र त्यो योजनाको नाम येशू हो। टिटिपी नेपाली एप डाउनलोड गरी हरेक पदको अर्थसहित थ्रु द बाइबलसँग अध्ययन गर्नुहोस्, जहाँ बाइबललाई सरल रूपमा बुझ्न सजिलो बनाइएको छ।